यो आजको भिडियोमा चाहिँ मैले बेग्लै खालको लिएर आएको छु हैन। यो चाहिँ एउटा साइट छ रेट माई नेता भन्ने, RATE रेट माई नेता.com भन्ने छ। यो चाहिँ एउटा कस्तो खालको वेबसाइट हो भन्ने कुरा मैले देखाउन गइरहेको छु। मैले वेबसाइट खोलिसकेपछि आजको रिसेन्ट इभेन्ट्समा के आयो भन्दाखेरि यो बालेन्द्र शाहको फोटो आएको छ यतापट्टि प्रचण्डजीको। यहाँ के भनेको छ भन्दाखेरि अङ्ग्रेजीमा लेखेको छ भन्दाखेरि यहाँ कुनै पनि घटना हुँदाखेरि के हुन्छ भन्दाखेरि उनीहरूले एउटा पोस्ट हालेको हुन्छ वेबसाइटले, यसमा चाहिँ एप्रुभल रेटिङ भन्छ। यो एप्रुभल रेटिङ के छ अहिलेको यो कन्टेन्टमा तपाईँको अप भोट चाहिँ 6 आएको छ, डाउन भोट चाहिँ 38% आएको छ हैन, र 14% चाहिँ मोटामोटी आएको छ 44वटा भोटमा हैन। अब यहाँ के छ भने प्रचण्डको फोटो राखेर के गरेको छ भने प्रचण्डले राजावादीहरूलाई ढुङ्गामुढा गरे हामी पनि भिड्ने छौँ भनेर चेतावनी दिएका छन्। के तपाईँलाई प्रचण्डको यो आक्रमक अडानलाई समर्थन गर्नुहुन्छ भन्ने एउटा यो आएको छ अस्ति प्रचण्डले राजनीतिक भाषणको बारेमा। यसमा चाहिँ 4 जनाले भोट गरेका छन्, ठिकको समर्थन जनाएको छन्। यो डाउनभोट भनेको चाहिँ 39 जनाले चाहिँ डाउनभोट गरेका छन् भनेको यो वेबसाइटले के गर्दैछ भने यो पोल हो। यो पोलमा चाहिँ के हुँदैछ भन्दाखेरि यो चाहिँ अपभोट भनेको चाहिँ तपाईँको सपोर्ट गर्ने मानौँ अहिलेको लागि लाइक गर्ने, यो डाउनलोड भनेको चाहिँ डिसलाइक गर्ने यसरी मान्दा पनि हुन्छ। पहिला यो वेबसाइटको बारेमा पहिला थोरै म अलिकति कुरा गर्न चाहन्छु। यो चाहिँ यो कस्तो खालको वेबसाइट हो भन्दाखेरि पहिला हामी एबाउट भन्नेमा जाउँ। यो वेबसाइट चाहिँ कसरी जन्मियो भन्दाखेरि यसको आइडिया कसरी आयो भन्दाखेरि जस्तो यो हाम्रो यहाँ एबाउट असमा हामीले पढ्न सक्छौँ। यहाँ चाहिँ यो ट्विटर स्पेसमा चाहिँ यो हाम्रो विशेष गरी अमेरिकामा बस्ने साथीहरूले चाहिँ कुनै पनि त्यहाँ चाहिँ के हुँदो रहेछ भने कुनै पनि एउटा घटना अथवा अब्जेक्टको बारेमा डिस्कसन एउटा फोरम हुन्छ, त्यहाँ फोरममा आफ्नो विचार राख्नु पाइन्छ। त्यो विचार राख्ने क्रममा चाहिँ सडन साथीहरूले मनमिल्ने साथीहरूले चाहिँ नेपाली साथीहरूले हामीले चाहिँ किन रेट गर्ने, हाम्रो नेताहरूलाई रेट किन नगर्ने भन्ने कुरा आयो। किनभने जहीँ पनि नेपालमा को सिनेरियोमा के छ भन्दाखेरि जुनै पनि कुरामा चाहिँ यो राजनीति हावी छ। तपाईँहरू चिया पसलदेखि लिएर चाहिँ जुनै पनि हस्पिटलदेखि जहीँ पनि जानुभयो भने मान्छेको गफ गर्ने मेलो भनेकै यो राजनीतिको कुरा हुन्छ। यसले यस्तो गर्यो फलानले यस्तो गर्यो भन्ने कुरा। त्यही कुरालाई चाहिँ हामीले यो साथीहरूले चाहिँ यो रेटमा नेताको डोमेनमा हालेर चाहिँ उहाँहरूले यो सुरु गर्नुभएको छ। यसको विशुद्ध उद्देश्य चाहिँ के छ भन्दाखेरि यो यसले चाहिँ कुनै पनि राजनीतिक एजेन्डा बोक्दैन। अहिलेसम्म उहाँहरूले भनेअनुसार के छ भन्दाखेरि यो राजनीतिक एजेन्डा कुनै पनि बोक्ने खालको वेबसाइट होइन। यहाँ कसैलाई चाहिँ फाइदा हुने कसैलाई हानि गर्ने कुरा चाहिँ होइन। जम्मै बेसिकल्ली युजरले चाहिँ हामीले अहिले समसामयिक राजनीतिकमा कस्ता व्यक्तिलाई चाहिँ आफ्नो नेताहरूलाई चाहिँ उहाँहरूले मन पराइरहनु भएको छ अथवा मन पराउनु भएको छैन भन्ने कुराको एउटा जम्मा एउटा फ्याक्ट चेक मात्रै गरिरहेको छ होइन। त्यसले मापन गर्ने कुरा छ र यसले चाहिँ यो चाहिँ 100% चाहिँ उहाँ ट्रान्सपेरेन्ट छ, यो सिटिजन ड्रिभन स्पेस छ भन्नुभएको छ उहाँहरूले होइन। यसले चाहिँ के हुन्छ भन्दाखेरि नेताहरूलाई पनि कुनै दिन उहाँहरूले पनि यस्तो यो बारेमा हेर्नुभयो अथवा यसको बारेमा कुनै दिन बहसमा आयो भने के हुन्छ भने हामीले हाम्रो काम कसरी गरिरहेको छौँ, हामी सच्चिने मौका अथवा हामीले गर्नुपर्ने काम के रहेछ भन्ने कुरा उहाँको नि एउटा जस्तै रेटिङ चाहिँ देखाउनुको लागि अलिक सहज हुन्छ भन्ने हिसाबले हो। यो चाहिँ यसमा कुनै पनि पोलिटिकल न्युट्रलिटी छैन भनेको, कसैले सपोर्ट गर्ने कुरा छैन उहाँहरूले भन्नुभएको छ। यो चाहिँ बेसिकल्ली एजुकेसन पर्पजको लागि हो भनेर उहाँहरूले भन्नुभएको छ होइन। यो चाहिँ जम्मा एउटा रमाइलो प्लस एजुकेसनको लागि चाहिँ कन्टेन्ट उहाँहरूले निकाल्नु भएको छ होइन। यसमा चाहिँ भनेको विशुद्ध हाम्रो जनताको चाहिँ के रहेछ अहिले मनोभावना नेताहरूलाई लिएर भन्ने कुराहरू छ होइन। यो चाहिँ अनि उहाँहरूले भनेअनुसार चाहिँ यो चाहिँ हाम्रो संविधान अन्तर्गत नै बनेको छ भन्ने खोजेको। संविधानको आर्टिकल 17 छ नि, त्यसमा चाहिँ उहाँहरू रहेर चाहिँ यसले चाहिँ कानुन सम्मत भएर चाहिँ उहाँहरूले यो एउटा नागरिकको स्वतन्त्र नागरिकको चाहिँ एउटा विचारलाई चाहिँ प्रस्फुटन गर्ने पनि भन्ने उहाँले सपोर्ट गर्नुभएको छ। र यो सँगसँगै धारा 19 पनि उहाँले यहाँ लिङ्क पनि राखिदिनु भएको छ। यसले चाहिँ कसैलाई पनि हानि नोक्सानी गर्ने खालको भन्दा पनि एउटा एजुकेसनल प्लस चाहिँ रमाइलो किसिमको यो सुरुवात गर्नुभएको छ। र सँगसँगै मैले सुनेअनुसार चाहिँ यो यहाँ भोट गर्नको लागि हामी के गर्नुपर्छ सुरुमा भन्दाखेरि हामीले लगइन विथ गुगलबाट लगइन गर्नुपर्ने हुन्छ। र उहाँहरूले के गर्नुभएको छ भने एउटा गुगलबाट एउटा मात्रै भोट गर्ने चाहिँ उहाँले यो बनाउनु भएको छ यो मेकानिजम यो ब्याकएन्डमा। र सँगसँगै चाहिँ के छ भन्दाखेरि चाहिँ यो चाहिँ यसले चाहिँ आइपी पनि म्याप गर्छ, यसले लोकेसन र आइपी पनि म्याप गर्छ। त्यसले गर्दाखेरि एउटा गुगलबाट एउटा हामीले भोट गरिसक्यौँ भने फेरि पनि अर्को चाहिँ हामीले चाहिँ भोट गर्न नमिल्ने भनेर उहाँहरूले चाहिँ यो आइपी बाइन्डिङहरू पनि गर्नुभएको रहेछ। त्यसले गर्दा चाहिँ एउटा जिमेलबाट एउटा मात्रै अथवा त्यो एउटा ल्यापटपको आइपीबाट सिस्टम भनौँ न त्यसरी चाहिँ उहाँहरूले गर्नुभएको छ। त्यसले गर्दाखेरि सकेसम्म उहाँहरूले यहाँबाट आउने चाहिँ फिडब्याकहरू चाहिँ सकेसम्म ट्रान्सप्यारेन्ट र फेयर होस् भन्ने हिसाबले गर्नुभएको छ। यो चाहिँ इभेन्टमा चाहिँ के हुन्छ भन्दाखेरि यो रिसेन्ट घटनाहरू के भइरहेको छ देशमा त्यो घटनाहरू उहाँहरूले हाल्नुभएको छ र यो कुराहरू छ यहाँनिर। र यो घटनाक्रमहरूको चाहिँ के हुन्छ इन्ड्स इन 27 आवर भनेको यसको चाहिँ टाइमलाइन पनि हुन्छ। यति घन्टाभित्रमा चाहिँ यो हामीले भोट गर्नुपर्ने हुन्छ, पछि त्यो समयभन्दा कटिसकेपछि हामीले भोट गर्न मिल्दैन। यो चाहिँ रमाइलो पनि छ, यसो हेर्दाखेरि माइन्ड फ्रेस पनि हुन्छ। र सँगसँगै उहाँले लिडर ट्याब भन्ने छ, लिडरमा हेर्नु त यहाँनिर सुरुमा केपी शर्मा ओलीको राख्नुभएको छ। उहाँको अहिले हेरौँ के रहेछ रेटिङ। अहिलेको उहाँको रेटिङ एप्रुभल रेटिङ भनेको यहाँ 2% रहेछ भनेको अब भोटमा 168
जनाले हाल्नुभएको छ। डाउनभोटमा 7.2K ले हाल्नु भनेको उहाँको अहिले भोट मध्येमा 2% मात्रै छ भनेको उहाँको धेरै न्यून उहाँले पाउनुभएको छ। सँगसँगै बालेन्द्र शाहको छ उहाँको भनेको 95% भनेको अहिले चाहिँ नेपालको यो परिवेश काठमाडौँको मेयर बालेन्द्र शाहलाई धेरैले मन पराएको देखिन्छ। 90% भोट चाहिँ उहाँले आएको पाइएको छ। सँगसँगै शेरबहादुर देउवाको 1% मात्रै आएको छ भनेको 7.1 ले डिसलाइक डाउनभोट गर्नुभएको छ होइन। यसले पनि के देखाउँछ भने अब मुनिहरू है त मुनिहरू प्रचण्डजीको चाहिँ 11% छ। सँगसँगै डाक्टर आजु राणाको 1% मात्रै रहेछ उहाँको चाहिँ है। अब सुमना श्रेष्ठ घन्टी पार्टीको के छ 94% भोट छ उहाँको सबैभन्दा हाइएस्ट रहेछ बालेन्द्रपछिको 94%। त्यसपछि अब हाम्रो काङ्ग्रेस नेता गङ्गाकुमार थापाको 10% मात्रै रहेछ उहाँको पनि अब रेटिङ एप्रुभल रेटिङ 6.2K ले चाहिँ डाउनभोट गर्नुभएको छ। हर्कराज राई तारानको मेयरको 88%, सँगसँगै सुनिता डङ्गोल 11%। यसरी उहाँहरूले अब रवि लामिछानेको चाहिँ 81% रहेछ उहाँको यो एप्रुभल रेटिङ। ज्ञानेन्द्र विक्रम शाहको चाहिँ 68%, यसरी ज्ञानेन्द्र विक्रम शाहीको चाहिँ 76% छ। र यसरी चाहिँ के छ भने विभिन्न नेताहरूको उहाँहरूले हाल्नुभएको छ। यसरी चाहिँ हामीले के पनि देखाउँछ भन्दाखेरि पुरानो पार्टीहरूको चाहिँ जति पनि नेताहरू छन् उहाँहरूको चाहिँ अलिकति जनताले नरुचाएको हो कि भन्ने कुरा देखिन्छ अहिलेसम्मको भोटिङले गर्दाखेरि। यसरी यो चाहिँ एउटा रमाइलो एउटा फनको लागि मात्रै छ। यसले चाहिँ खासै ठुलो प्रभाव पार्ने भन्दा पनि अब चुनावको बेलामा अलिकति हल्ला हुनसक्छ, केहीले हाइप ल्याउन सक्छ। तर अहिलेको लागि चाहिँ रमाइलो प्लस इन्फर्मेसनको लागि चाहिँ उहाँहरूले गर्नुभएको छ। प्लस उहाँले एड पनि यहाँनिर क्याम्पेनको चलाउन सक्नुहुन्छ, एडहरू चाहिँ छ भने दिन सक्नुहुन्छ। सँगसँगै अरू पनि विभिन्न नेताहरूको हजुरहरूले हेर्नुभयो भने स्क्रल गरेर चाहिँ जति पनि पुरानो नेताहरू हुनुहुन्छ उहाँहरूको चाहिँ धेरै कम नै मैले देखेँ, मैले डाउनभोट नै बेसी भएको देखेँ होइन। र अलिकति समाजमा अलिकति राम्रो काम गरेका नयाँ नेताहरू जस्तै हरूको चाहिँ अलिकति बेसी नै मैले पाएको, जनताले रुचाएको पाएँ। यसरी हजुरहरूले हेर्नु सक्नुहुन्छ। यसरी चाहिँ हेर्नुभयो भने भोटिङहरू आफ्नो तरिकाले छ। दुर्गा प्रसाईको पनि 38% भोट रहेछ। धेरै नेताको माधव कुमार नेपालको भन्दा धेरै पर्सेन्ट चाहिँ उहाँको बेसी रहेछ है त। यसरी हजुरले आफ्नो सर्च पनि गर्ने फिचर छ होला सायद यहाँ माथि कता देखेको थिएँ मैले। लिडर्समा इभेन्ट भन्ने छ। इभेन्टको अघि मैले भने अहिलेको लागि कुनै इभेन्ट रहेनछ। यसरी इभेन्टको नाम हजुरले टाइम पनि हजुरले चुज गरेर यहाँनिर सर्ट गर्न सक्नुहुँदो रहेछ। पास्ट विक पास्ट मन्थ गरौँ मैले यो पास्ट मन्थमा के इभेन्ट भयो भन्ने कुरा उहाँहरूले हाल्नुभएको छ। यसमा पनि घटनाक्रमहरूलाई कतिको रुचाइएको छ भन्ने कुरा देखाउँछ। यसले चाहिँ के पनि देखाउँछ भन्दाखेरि नेपाली समाजमा नेपाली युवाहरूले के कस्तो चाहिँ अब परिवर्तन चाहेको छन् अहिलेको समाजले अथवा अहिलेको युवाहरूको आकाङ्क्षाहरू के छ भन्ने कुराहरूलाई पनि अलिकति दर्शाउँछ जस्तो लागेको छ मलाई। यसरी तपाईँहरूलाई पनि आफ्नो फ्री टाइममा यसरी हेर्नु मन लाग्यो भने यो साइट चाहिँ यसो रमाइलो छ। अहिलेको के कस्तो छ भन्ने नेताहरूको चाहिँ बायोडाटा यसो रमाइलोको लागि हेर्नु चाहनुहुन्छ भने हजुरहरूले पनि आफ्नो नेताहरू आफूले भोट हालेको नेताहरूलाई पनि यसरी सर्च गरेर चाहिँ हेर्नु सक्नुहुन्छ है त। ल यति भन्दै मैले आजको लागि यो भिडियो चाहिँ यति नै अन्त्य गरेँ। थप सायद अरू पनि फिचरहरू आउँछ होला भविष्यमा चाहिँ। उहाँहरूले भनेअनुसार चाहिँ निकै राम्रो थियो। मैले एउटा लेख पढेको थिएँ टेकपानाबाट, त्यहाँ चाहिँ उहाँहरूले यो अपकमिङ फिचरहरूको बारेमा पनि निकै राम्रो कुराहरू फिचरहरू थप्ने कुराहरू गर्दै हुनुहुन्थ्यो होइन। यसले चाहिँ के हुन्छ भने यो समाजमा चाहिँ अझै थप प्रेरणादायी भूमिका निभाउन नेताहरूलाई पनि सहयोग गराउँछ कि भन्ने लागेको छ मलाई। हस्, धन्यवाद।